Disclaimer. This video is for educational and informational purposes only. I am not promoting any illegal activity or policy violation. Results may vary depending on service providers and app policies. के तपाईको पनि टेलिग्राम ओपन गर्दा वा एकाउन्ट बनाउँदा एसएमएस फी देखाउँछ वा फोनमा ओटिपी कोड आउँदैन वा कल भेरिफिकेसन गर्दा पनि कल भेरिफिकेसन हुँदैन भने आजको भिडियोमा म तपाईलाई यो प्रब्लम कसरी सल्भ गर्ने त्यसको बारेमा सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ पहिला म टेलिग्राम ओपन गर्छु र तपाईले यहाँ देख्न सक्नुहुनेछ मेरो चाहिँ टेलिग्राम कनेक्टिङ भनिरहेछ किनकि हाल नेपालमा टेलिग्राम ब्यान भएको कारणले हामीले मोबाइल डाटा वा वाइफाईबाट हामीले टेलिग्राम त्यतिकै चलाउनु हामीले पाउँदैनौँ। त्यसको लागि चाहिँ हामीले VPN पनि कनेक्ट गर्नुपर्ने हुनेछ। तपाईले जुनै फ्री VPN युज गर्दा पनि हुन्छ। मैले चाहिँ यहाँ VPN ओपन गर्छु र ओपन गरिसकेर म टेलिग्रामलाई ओपन गर्छु र तपाईले यहाँ देख्न सक्नुहुनेछ मेरो टेलिग्राम अघि कनेक्टिङ देखाइरहेको थियो, अब चाहिँ कनेक्टिङदेखि अपडेटिङ भएर यहाँ चल्नु थालिसकेको छ। र अब चाहिँ म तपाईलाई टेलिग्राममा एसएमएस फी वा ओटिपी भेरिफिकेसन कोड आइरहेको छैन त्यसलाई कसरी सल्भ गर्ने त्यसको बारेमा सिकाउन गइरहेछु। त्यसको लागि चाहिँ तपाईसँग एनटिसी को सिम हुनुपर्ने हुनेछ। यदि तपाईसँग छैन भने तपाईको घर परिवारमा आमा बुवासँग पक्कै होला उनीहरुको पनि युज गर्न सक्नुहुनेछ र यदि तपाईसँग छैन भने चाहिँ तपाईले नयाँ एनटिसी को सिम किन्नुपर्ने हुनेछ किनकि एनसीएल मा चाहिँ तपाईको कोड आउँदैन र त्यही भएर तपाईले जे गरे पनि एनटिसी को सिम चाहिँ किन्नुपर्ने नै हुनेछ। र यदि पुरानो एनटिसी को सिममा कोड आएन पहिले तपाईले एनटिसी बाट लगइन गरिसक्नु भएको छ भने चाहिँ तपाईले नयाँ एनटिसी को सिम किन्न सक्नुहुनेछ। र अब चाहिँ म टेलिग्राममा जान्छु र सेटिंग्समा गएर एड एकाउन्टमा गएर नयाँ एनटिसी को नम्बर राखिदिन्छु र कन्टिन्यू गर्छु र कन्टिन्यू गरिसकेपछि तपाईले जीमेल आईडी पनि लगाउनु पर्ने हुनेछ। तपाईले इमेल आईडी लगाउँदाखेरि तपाईले पहिला टेलिग्राममा लिंक नभएको जीमेल आईडी युज गर्नु होला। म चाहिँ यहाँ एउटा इमेल आईडी हाल्दिन्छु र हाल्दिसकेर म यहाँ कन्टिन्यूमा क्लिक गर्छु र कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईको जीमेलमा टेलिग्रामबाट कोड आउँछ। तपाईले त्यो कोड कपी गरेर तपाईले यहाँ पेस्ट गरिदिनु होला र यति गरेपछि तपाईको एनटिसी को नम्बरमा पनि कोड आउँछ। तपाईले आफ्नो एसएमएस मा चेक गर्न सक्नुहुनेछ वा तपाईले एकछिन यही टेलिग्राममा तपाईले वेट गर्न सक्नुहुनेछ। केही बेरमा तपाईको कोड यही अटोमेटिकली आइहाल्छ र देख्न सक्नुहुन्छ मेरो कोड आइसकेको छ र मैले कोडलाई क्लिक गरिदिसकेपछि अब यस्तो आएको छ। यहाँ चाहिँ तपाईले आफ्नो फर्स्ट नेम र लास्ट नेम राख्नुपर्ने हुनेछ। तपाईको नाम र थर म चाहिँ यहाँ जे पनि राखिदिन्छु बाउन बुढो भनेर र कन्टिन्यू गरिदिन्छु र यति गरिसकेपछि तपाईको टेलिग्राम एकाउन्ट बनिसकेको छ। र यसरी नै तपाईले एसएमएस फ्री प्रब्लम ओटिपी कोड प्रब्लमहरु तपाईले समाधान गर्न सक्नुहुनेछ। र यसको लागि चाहिँ म फेरि पनि भन्न चाहन्छु तपाईले एनटिसी को नम्बर मात्र युज गर्नु होला, त्यसमा मात्र तपाईको कोड आउने गर्दछ। र तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक सब्स्क्राइब र छेउमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला।